पक्रिन जाऊ है भन्दाखेरि होइन कहाँ जानु हो मेरो त काका पर्छ नजाऊ होला जाउँ न हो भने कहाँ हो मेरो दाजु पर्छ कहीँ टाढाबाट दाजु पर्छ नजाउँ होला भन्छ त्यो हुँदैन नगर्नु खबर लोकलले त दिइहाल्छ यस्तो खबर भन्छ नगर्नुहोस् यस्तो चाल पायो भनेदेखि ठिक हुनेवाला छैन अब लुकी लुकी जाँडसी खाँदैछ लुकी लुकी नराम्रो कुरा खाँदैछ ड्रग्सको सेवन गर्दैछ कसैलाई सहायता गर्दैछ भने तपाईँले सुटुक्क तपाईँले प्रहरीलाई भनिदिने म तपाईँलाई है तपाईँलाई आह्वान गर्न चाहन्छु म रिक्वेस्ट पनि गर्न चाहन्छु अनि विशेष गरी म प्रहरीहरूलाई म आह्वान गर्न चाहन्छु हेर्नुहोस् सुनिन्छ कुरा कि हाम्रो लोकल पुलिसलाई त भन्नु हुँदैन पो है रेड गर्नु जान्दा भन्ने कुरा पनि छ सुन्नुहोस् है किनभने अहिले हाम्रो सिक्किमको पुलिस सिस्टम के छ भने हाम्रो लोकल पुलिस सिस्टम छ हरेक गाउँमा आफ्नै गाउँको पुलिस छ हरेक गाउँमा आज तपाईको सोरेङमा गयो भने सोरेङकै पुलिस कलुकमा गयो कलुककै पुलिस सोमबारे गयो सोमबारेको पुलिस अफसर एसएचओ बाहिरबाट होला तर कन्स्टेबलदेखि लिएर हल्लादेखि लिएर सबैजना लोकल अनि कोही बेला भन्छ अरे पक्रिन जाऊ है भन्दाखेरि होइन कहाँ जानु हो मेरो त काका पर्छ नजाऊ होला जाउँ न हो भने कहाँ हो मेरो दाजु पर्छ कहीँ टाढाबाट दाजु पर्छ नजाउँ होला भन्छ त्यो हुँदैन पुलिस इज पुलिस प्रहरी भनेको प्रहरी हो जानै पर्यो पक्रियो झन् तपाईँले यो कुरामा त झन् तपाईँहरू सक्रिय भएर गर्नु पर्यो र भनिन्छ नि के नगर्नु खबर लोकलले त दिइहाल्छ यस्तो खबर भन्छ नगर्नुहोस् यस्तो चाल पायो भनेदेखि ठिक हुनेवाला छैन अब एकदमै कसैलाई माफी हुनेवाला छैन भन्छ अरे कहीँ रेड गर्नु जान्दैछ भने पनि आउँदैछ कान्छा लो है भागिहाल है आउँदैछ भन्छ अरे त्यो चाहिँ नहोस् जति सक्दो पक्रेर सजाय दिने काम गरिदिने म तपाईँलाई आह्वान गर्न चाहन्छु अनि आज तपाईँको अन्तर्राष्ट्रिय है ओसार के अरे मादक पदार्थ दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस हो इन्टरनेसनल है डे फर एन्टी ड्रग हो यसै दिनमा हामी सबै भेला भयौँ अनि हामीले खालि आजको दिन मात्रै हामीले यसरी है एकाअर्कामा है भाषण गर्यौँ सुन्यौँ त्यहाँदेखि बाहिर गएपछि हामीले भुल्यौँ होइन तर आज हामी सबैजनाले प्रण गरौँ प्रत्येकले आफ्नो जिल्लालाई ड्रग मुक्त जिल्ला बनाउने हामीले प्रण गरौँ प्रत्येकले आफ्नो निर्वाचन क्षेत्रलाई ड्रग मुक्त निर्वाचन क्षेत्र बनाउने प्रण गरौँ प्रत्येकले आफ्नो विद्यालय प्रमुखहरूले मेरो विद्यालय चाहिँ ड्रग मुक्त विद्यालय होस् अनि प्रत्येक डिपार्टमेन्ट हेडहरू मेरो डिपार्टमेन्ट ड्रग मुक्त डिपार्टमेन्ट होस् भनेर साँच्चै हामी सबैले प्रण गर्यो भनेदेखि हाम्रो जुन चाहिँ है सपना छ त्यो पुरा हुनेछ अनि हामी पूर्ण रूपले ड्रग्स मुक्त सिक्किम फर ड्रग्स मुक्त भारत हाम्रो ड्रग मुक्त सिक्किम भयो भने ड्रग मुक्त भारत हुन्छ र प्रत्येक भारतको जम्मै राज्य ड्रग मुक्त भयो भनेदेखि ड्रग मुक्त भारत हुन सम्भव छ यो असम्भव कुरा होइन तर हामी लागि पर्नुपर्नेछ यही कुरा तपाईहरुको समक्षमा राखे